दिवसमा उनको जन्म दिवसमा उनको जन्म दिवसमा उनको जन्म दिवसमा हालेलुया परमेश्वरलाई महिमा भएको होस्। साँच्चै नै हाम्रो राजा चाहिँ जन्मनु भएको छ। आमेन आमेन आमेन। अनि सबैजना धेरै धन्यवाद हृदय खोलेर नाच्दिनु भयो है। परमेश्वरको नामको महिमा भएको छ। आमेन। यसरी यहाँको 9:6 मा यसो लेखेको छ, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। आमेन। हामी चाहिँ परमेश्वरलाई हामी पुज्दछौँ। उहाँले चाहिँ हामीलाई एकमात्र पुत्र चाहिँ हाम्रो निम्ति दिनुभयो। हामी पापी छँदै ख्रिस्टलाई चाहिँ उहाँले हामीलाई दिनुभयो र हामी उहाँमा चाहिँ जीवन पाउँदछौँ, उहाँमा चाहिँ हामी स्वर्ग पाउँदछौँ। हालेलुया। हामी एउटा अन्तिम एउटा गीत हामी गाउनेछौँ अनि परमेश्वर अझ महिमा गर्दै अनि हामी परमेश्वरलाई अझ धन्यवाद दिँदै स्तुति प्रशंसामा हामी जानेछौँ। हालेलुया। तयार हुनुहुन्छ? आमेन। हामी यो गीतलाई गाउनेछौँ, गाउँदै जाउँ है प्रभुको महिमा उनैको जन्म दिवसमा भने। एकदम असल भजनलाई हामी गाउँदै नाच्दै परमेश्वरलाई महिमा गर्नेछौँ। यो समय चाहिँ मलाई विश्वास छ हामी सबैजना नाच्नेछौँ। पछाडि हुनुभएकोहरू पनि अगाडि हुनुभएकोहरू सबैजना हामी नाच्नेछौँ।
Jai Prabhu
महिमा भएको छ। हामी सबैजना हामी ताली बजाएर एकले अर्कालाई ताली बजाउन हालेलुया अझै ताली बजाउन अझै ठुलो शब्दमा अझै ठुलो अब हामी हाम्रो परमेश्वरलाई ताली बजाएर धन्यवाद दिनेछौँ। हाम्रो आवाजहरू खोलेर धन्यवाद दिनेछौँ।